चाहिँ हाम्रो यहाँ भनेर होला नि हैन विजय कार्यक्रम हुँदैछ कासिम बाबा सक्यो कासिम बाबा सक्यो बसन्त आज लाग्छ के छ अब ठिकै छ दाइ अब के भन्नु हजुरको त चल्दैन यहाँ के भन्छ हैन मेरो यहाँ भाषा चल्दैन के ल हाम्रो सर के छ एकदम आज हामी खुसी छौँ दुखी हुन पर्ने ठाउँमा खुसी हुन्थ्यो ल केटा यता यस्तो हेरिदेऊ त मलाई शाकाहारी मल ल तिमी यहाँ के बोल्नु तिमी फास्टफुड प्रमोसन के को हाम्रोमा कृष्ण सर हुनुहुन्छ सु गरिदिनु सु लकी एक्साइटेड छ पनि आज बेलुका म्याच हेर्न सुदर्शन तिमी म त भइहाल्यो नि अब रोनाल्डोको म्याच भन्छ तिमी कस्तो छ नट इन्ट्रेस्टेड गएर ब्राजिलकै फ्यान र सुदर्शन लोकसरले मार्क्स नखोलिकन बस्नु हातमा कहिले आउँछ भनेर एक्साइटेड भएर बस्छु तर कहाँ छ भन्ने कुरा पनि थाहा छैन धन्यवाद तपाईँहरू जति पनि आफ्नो अमूल्य समय निकालेर यहाँ आइदिनु भयो र यो हाम्रो सर्टिफिकेट वितरण कार्यक्रम चाहिँ सफल पारिदिनु भयो त्यसको लागि धन्यवाद अनि प्यासन बार्बर सबलाई चुज गर्नुभयो र तपाईँहरूले तालिम लिनुभयो तपाईँहरू सबैलाई धन्यवाद र सबैको आज नै प्रोग्राम त सकिन्न र सबैको पनि आज ट्रेनिङ सकिन्न तैपनि जो जति पनि यहाँबाट जानुहुन्छ कृपया निराश नहुनुहोला दुःखी पनि नहुनुहोला त्यहाँ एकजना रनालाइसे छ अङ्कित दुःखित नहुनुहोला तपाईँहरू जहाँ भए तापनि प्यासन बार्बर सब तपाईँहरूको लागि चाहिँ जहिले पनि तयार भएर बस्छ तपाईँहरू सिक्नको लागि जहिले पनि हामीलाई सम्झाउन सक्नुहुन्छ र यो समय चाहिँ एकदम सबैजना आत्तिएका छन् कृपया हामीलाई थोरै समय दिनुहोला त्यसपछि हामी भोलिको दिनहरूमा तपाईँले समय नमिले तापनि समय मिलाएर आउँछु भने पनि त्यतिखेर छुट छ कृपया आज चाहिँ तपाईँको अमूल्य समय मिलाइदिनु होला र विशेष गरेर तपाईँहरूले एकअर्कालाई चिनिराख्नु नै भएको छ विशेष गरेर यहाँ अङ्कल हुनुहुन्छ आन्टी हुनुहुन्छ उहाँहरू को हुनुहुन्छ होला भनेर तपाईँहरू अनि उद्देश्यपूर्ण जिन्दगी र पूर्ण स्किलसहित सिप र कलासहित संसारमा उहाँले सृष्टि गर्नुभयो हामीको धर्म ग्रन्थमा बाइबलमा यसरी लेख्छ जब गडले मान्छेलाई बनाउनु भयो केटा केटी बनाउनु भयो श्रीमान श्रीमती गरेर अनि दुईजनालाई यसरी आशिष दिनुभयो फुल्दै जाऊ फल्दै जाऊ र संसार पुरै ढाकिँदै जाऊ यस अनि तिमीहरूले संसारमा भएको सबै जीवजन्तुलाई अधिकार गर अनि तिमीहरूले चाहिँ यो बिउ चाहिँ रोप भनेर विभिन्न प्रकारको खेती किसान गर्न बिउ दिनुभयो कुनै फुल आफैमा एउटा सुन्दरता हुन्छ होइन सुन्दर हुन्छ तर यदि त्यो फुल सबै फुलहरू बटुल्दै ल्यायो भने चाहिँ त्यो बुके भन्छ कि सुन्दर बुके झनै सुन्दर कि एउटा फुल आफैमा सुन्दर हुन्छ तर फुलहरूलाई बटुल्यो भने चाहिँ सुन्दर बुके हुन्छ त्यसरी नै यो कला पनि तपाईँहरूको कलामध्येमा चाहिँ आज एउटा सुन्दर बुके बन्नको निम्ति तपाईँको जीवनलाई सुन्दर बुके बनाउनको निम्ति चाहिँ हकिएको छ त्यसको निम्ति एकदमै खुसी व्यक्त गर्न चाहन्छु मेरो शब्द यति नै हो तपाईँलाई बधाई छ उहाँ चाहिँ साइलेन्ट मोडमा लिन चाहनुहुन्छ Excuse us to get
तर के सिके थाहा छैन 4-5 मा सिकिन्छ हैन पूर्णे भाइ नाच है पूर्णे भाइ राधे राधे कृष्ण नचाइदिनु भने कस्तो अप्ठ्यारो भर्खर भेट्नु 9 बजे